1 महिना अगाडि मात्रै यति मजाले प्रोग्राम गर्नुभएको मान्छे अहिले नै यस्तो होला भन्ने कसलाई के थाहा। खासै उहाँको एज पनि धेरै भएको होइन। यति बेला अहिले यसरी यस्तो हुन्छ भन्ने कसैले सोचेको पनि थिएन होला। उहाँको सानो नानी छ अनि नानीसँग चाहिँ एकदमै धेरै लगाव रहेछ। आफ्नो काम छोडी पनि नानीलाई चाहिँ हेर्नुहुने रहेछ घरमा। आफ्नो वाइफ चाहिँ एयर होस्टेस हुनुभएको भएर काममा धेरै बिजी हुनुभएको भएर उहाँले नै धेरै टाइम स्पेन्ड गर्नुहुने रहेछ आफ्नो नानीसँग चाहिँ। अनि आफ्नो नानीमा चाहिँ आफ्नो आमाको झल्को आउने भएको भएर आफ्नो आमालाई पनि कोरोना टाइममा नै गुमाउनु भएको। अनि आमाको झल्को चाहिँ नानीकोमा आउने भएर चाहिँ अझै धेरै एट्याचमेन्ट रहेछ आफ्नो छोरीमा उहाँसँग। उहाँलाई चाहिँ म्युजिक सानैदेखि मनपर्ने भएको भएर इन्डियन आइडलबाट नै उहाँलाई यसरी चिनिएको हो। इन्डियन आइडल चाहिँ म सानै भएको भए पनि मैले इन्डियन आइडल दाइ दिदीहरूसँग बसेर हेर्थेँ। अनि इन्डियन आइडलमा प्रशान्त तामाङजीले जित्दाखेरि जतिको खुसी त सायद अरू केही बेलामा पनि भएको थिएन होला। त्यो टाइममा नेपालीहरू त्यति धेरै खुसी हुनुभएको थियो, पुरै गाउँ खुसी भएको थियो। सबैजनाले एकदमै सेलिब्रेसन गरिरहेको थिए। प्रशान्त तामाङजीले जित्यो इन्डियन आइडल, हामीहरूको नेपालीको शान हो भनेर। नेपाली यसरी फर्स्ट टाइम त्यसरी कुनै सोमा गएर त्यसरी जित्दाखेरि चाहिँ सबैजना एकदमै धेरै खुसी हुनुभएको छ। अनि उहाँको स्वर पनि एकदमै नै राम्रो छ। एकदमै स्वरको फ्यान नेपालमा इन्डियामा यति धेरैजना हुनुहुन्छ। रेस्ट इन पिस भन्नुभन्दा अरू कुनै शब्द नै छैन। एकदमै अनप्रिडिक्टेबल छ लाइफ चाहिँ। अनि एक्कासी यस्तो न्युज सुन्दा चाहिँ मलाई चाहिँ एकदमै धेरै सक लागेको छ।